नमस्ते एभ्रिवान, वेलकम टु कान्छो दाई ब्लग। आज चाहिँ मैले सोयाबिनको छोइला बनाउन गइरहेको छु। यो भेज छोइलाको लागि चाहिँ मैले सोयाबिन अनि सलाद अनि प्याज अनि जिन्जर गार्लिक र सोयाबिनलाई चाहिँ सुरुमा मैले हट वाटरमा भिजाएँ अनि भिजाएपछि अलि सानो बनाएँ। अनि त्यहाँबाट चाहिँ अलिकति हल्का मसलाहरू हालेर अनि एयर फ्रायरमा चाहिँ हाल्दै लगभग 9 मिनटको लागि हाल्दै। अनि त्यसले गर्दा चाहिँ बाहिरी लेयरहरू चाहिँ हल्का क्रन्ची हुन्छ भनेर त्यो गरेपछि त्यसलाई एयर फ्रायरमा हालेको पछि मैले यता चाहिँ त्यसको लागि अरू इन्ग्रिडियन्टहरू रेडी गर्न थालेँ। त्यसको लागि चाहिँ मैले एउटा प्याज खोर्सानी टन्नै अनि त्यसपछि धनियाँ अनि ग्रिन अनियन सलादलाई चप गरेँ सानो पिसमा अनि त्यो हालेँ। अनि यो चाहिँ एकदम फर्स्ट ट्राई जस्तो नै हो। योभन्दा धेरै टाइम चाहिँ के अरे चिकनको चाहिँ बनाएको हो, यो सोयाबिनको चाहिँ बनाएको थिएनौँ। अनि त्यही अनुसारले बनाएँ। अनि त्यसपछि तेलमा चाहिँ त्यो हाफ चप गरेको अनियनहरू 4-5वटा जति हालेँ। अनि त्यसपछि यसरी सोयाबिन चाहिँ क्रन्ची देखेको अनि तेलमा चाहिँ त्यही 3टा फुल हाफ चप गरेको अनियन हालेँ। अनि त्यसलाई चाहिँ अनि हल्का स्मोकी फ्लेभर आउनको लागि चाहिँ मैले यो बेकन बेसले चाहिँ अनि पछाडिपट्टिको त्यो लेयरहरूमा चाहिँ यसो पोल्दैछ होइन, पछाडि र अगाडिपट्टिको त्यसले हल्का स्मोकी फ्लेभर आउँछ भनेर। अनि त्यहाँ मजाले पोलिसकेपछि यसलाई त्यही काटेर राखेको चप गरेर पछाडिको हालेर अनि यसलाई चाहिँ मजाले मल्यो पहिला होइन। अनि त्यहाँ चाहिँ हल्का भयो। अनि वास्तवमा यो बनाउँदा चाहिँ यसलाई पोल्न पाएको भए चाहिँ धेरै राम्रो हुन्थ्यो। त्यो पोल्ने आगो नभएर चाहिँ यसरी नै प्यानमा काटेर गरेको हो। अनि त्यहाँदेखि मजाले मलिसकेपछि चाहिँ उता सोयाबिन पनि रेडी भइसकेको थियो त्यो टाइमसम्म। अनि सोयाबिनलाई चाहिँ मैले यसमा हालेँ अनि मलेँ। अनि त्यसमा लास्टमा चाहिँ तेल, मेथी अनि सुकेको खुर्सानी अलिकति बेसार चाहिँ धेरै नहालेको किन गनाउला भनेर अनि अलिकति बेसार हालेँ। अनि हल्का जिरा धनियाँ पनि हालिदियो हो। अनि त्यहाँ त्यसरी नै अनि यो बनाएको मिठो भएको थियो। अनि अर्को कुरा यो के अरे काकती चाहिँ हाल्नु नबिर्सनु होला, किन अलिकति ट्याङ्गी भयो भने मिठो नै हुन्छ छोइला। त्यसरी नै बनाएर खाएको थियो, मिठो भएको थियो। र मैले यसरी नै गरेँ, कागती निचालेँ। अनि त्यसपछि यसलाई मजाले मिक्स गरेँ। जति मिक्स गर्यो त्यति नै राम्रो हुन्छ भनेर तेल चाहिँ बढी हाल्नुपर्छ, किनभने यो अब चिकनहरू भएको कम्प्लिटली डिफ्रेन्ट हुन्थ्यो होइन। यो जुसी हुन्थ्यो, यो त अब ड्राई हुन्छ। अनि यसमा चाहिँ तेलले नै उ गर्छ, जुसी बनाउँछ। अनि त्यहाँ मजाले मलेको पछि चाहिँ उ गर्छ। टेस्ट चाहिँ मिठै भएको थियो होइन, फर्स्ट ट्राई भयो भने पनि नट ब्याड र टेस्ट राम्रो भएको थियो। सबैले मिठै मानेर खानु भएको थियो। ल यस्तै भिडियोको लागि हेर्दै गर्नु होला कान्छो दाई ब्लग। धन्यवाद, बाई।